आज हामी सिक्दैछौँ मिठो चिया बनाउन। फर्स्टमा एउटा भाँडा लिने, त्यसमा थोरै पानी हाल्ने अनि ग्यासमा बसाल्ने। त्यसपछि अदुवा हाल्ने, थोरै पिसेर थिचेर हाल्दा पनि हुन्छ। त्यसपछि चिया मसला, 1 चम्चा चियापत्ती, आधा चम्चा जति चिनी अनि त्यसपछि चियालाई राम्ररी उम्लिन दिने। चिया उम्लिन लागेपछि मात्र दुध हाल्नुपर्ने हुन्छ। त्यसपछि 1 कप जति दुध हाल्ने। दुध चाहिँ काँचो दुध नहाल्नु होला। तताएर राखेको मनतातो दुध हाल्दाखेरि चिया अझ मिठो हुन्छ। अब चियालाई राम्रोसँग उम्लिन दिने। करिब 3 देखि 5 मिनटसम्म राम्रोसँग उमालेपछि चिया अझ मिठो हुन्छ। चिया मसलामा चाहिँ ल्वाङ, सुकमेल, इलाइची आफ्नो स्वाद अनुसार हालेर मसिनो पारेर पिसेर राखेको हाल्नुभयो भने मिठो हुन्छ। हाम्रो चिया पाकिसकेको छ। अब ग्यास बन्द गरेर आफ्नो मनपर्ने कपमा राखेर मजासँग इन्जोय गर्ने। तपाईँ पनि यसरी नै मिठो चिया बनाएर खानुहोस् है त। बाई बाई।